दैनिकी देश विदेशका ताजा खबरहरू हेर्नका लागि स्मार्ट खबरलाई सब्स्क्राइब गर्नुहोस् अनि नजिकै आउने बेल आइकनलाई क्लिक गरी अलमा क्लिक गर्न पनि नबिर्सनुहोला। विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राजधानीमा निकालियो र्याली। शिक्षकहरू फेरि सडक आन्दोलनमा। निवृत्ति भरण सम्बन्धी अध्यादेश खारेजको माग। कुलमान घिसिङलाई पटक पटक स्पष्टीकरण सोधिएकामा प्राधिकरणका कर्मचारी संगठनको आपत्ति। कुलमानलाई हटाउने तयारी। ज्ञानेन्द्र शाहले फेरि मूर्खता नगरून् भन्दै माओवादीका अध्यक्ष प्रचण्डले भने पूर्व राजा ज्ञानेन्द्र शाहलाई प्रचण्डको सुझाव पार्टी खोलेर चुनाव लड्न आए हुन्छ। पूर्व राजाको पक्षमा 10,000 मान्छे सडकमा आउने गृह मन्त्रालयका आकलन। तिब्बतमा भूकम्प। नेपालमा पनि भूकम्पको धक्का महसुस। 2वटा भूकम्पको धक्का। केन्द्रबिन्दु म्याग्दी र बागलुङ। काठमाडौँमा पनि भूकम्पको धक्का महसुस। रुस युक्रेन तनावमा परराष्ट्र मन्त्री आरजु राणा देउबाको अपरिपक्व निर्णय। राजा ल्याउन माग गर्दै वीरगञ्जमा मोटरसाइकल र्याली सहित प्रदर्शन। पासपोर्ट नवीकरण गर्न नसक्दा त्रासमा छन् पोल्यान्डका 1000 नेपाली। 10 घण्टामा सबै टोयलेट जाम भएपछि उडान भरेकै विमानस्थलमा फर्काइयो जहाज। रिङ्कु सभा मृत्यु प्रकरणमा 8 जना पक्राउ, 4 जना अझै फरार। महिला भएकै कारण अन्याय सहनु पर्यो भन्दै डाक्टर संगीता मिश्रको भनाई। पूर्व राजालाई गृहमन्त्रीको चुनौती। पार्टी खोलेर जनताको बीचमा आउनुस्, खुला छलफल गर्न तयार छौं। गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन भन्दै गृहमन्त्री लेखकको दावी। महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न आवश्यक छ भन्दै परराष्ट्र मन्त्री आरजु राणा देउबाले भनिन्। सामाजिक सद्भावमा आगो लगाउने तत्त्वदेखि सजग हुनुपर्छ भन्दै ईश्वर पोखरेलको भनाई। बलात्कार आरोपमा हेटौडाबाट 7 जना किशोर पक्राउ। नेपाल क्रिकेट संघले सार्वजनिक गर्यो वार्षिक क्यालेन्डर। 4 प्रदेशमा बिहानैदेखि वर्षा। आज राति कुन कुन प्रदेशमा वर्षा हुँदैछ, मौसम सम्बन्धी पुरै जानकारी। श्रमिक महिलाहरूको समान पारिश्रमिक पाउने कानुनी प्रबन्ध गर्न सरकारसँग राष्ट्रिय स्वतन्त्र पार्टीको माग। दर्शक महानुभावहरू नमस्कार। स्मार्ट खबरको न्युज बुलेटिनमा यहाँहरूलाई हार्दिक स्वागत छ। म आर्यन न्युपानी। सदाझै आज पनि हामी उपस्थित भइसकेका छौँ। आज दिनभरका मुख्य समाचार, ब्रेकिङ न्युज अपडेट लगायत तपाईलाई काम लाग्ने हेर्नै पर्ने महत्त्वपूर्ण समाचारहरू लिएर हामीलाई अन्तिम समय हेर्नुहोला अनि हाम्रो मेहनतका लागि भिडियोमा एउटा लाइक अवश्य गर्नुहोला। दर्शक महानुभावहरू पलपलको न्युज अपडेटका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी नजिकै आउने बेल आइकनलाई क्लिक गर्नुहोला। कहाँबाट हेर्दै हुनुहुन्छ अनि के कस्तो लाग्दैछ आफ्ना कुराहरू तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। आउनुहोस् दर्शक महानुभावहरू आज दिनभरका मुख्य समाचार सुरु गरौं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको प्रसंगबाट। 115 अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तिकरण भन्ने मूल नाराका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो। सरकार र सरकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका थिए। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको थियो। कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले महिलाको समान सहभागिता र नेतृत्वदायी भूमिका स्थापित गर्न, समान अवसर, आर्थिक सशक्तिकरण, स्रोत साधनमा पहुँच बढाउनु पर्ने बताए। उनले सरकारले कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिए पनि व्यवहारमा विभेद अन्त्य हुन नसकेको धारणा राखे। त्यसैगरी 115 अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला मोर्चाले पनि र्याली निकालेको छ। आज नेपाल महिला संघ, अखिल नेपाल महिला संघ क्रान्तिकारी, अखिल नेपाल महिला संघ समाजवादी, अखिल नेपाल महिला संघ क्रान्तिकारी र नेपाल समाजवादी महिला संघले संयुक्त रूपमा र्यालीको आयोजना गरेका हुन्। राजधानीको माइतीघरबाट निकालिएको र्याली बानेश्वरसम्म पुगेको थियो। र्यालीमा सहभागीहरूले महिला अधिकारका पक्षमा नारा समेत लगाएका थिए। शिक्षक महासंघको अगुवाईमा शिक्षकहरू फेरि सडक आन्दोलनमा उत्रिएका छन्। काठमाडौँ उपत्यका सहित देशभरबाट शिक्षक प्रतिनिधि आन्दोलनका लागि आउने महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए। चरणबद्ध आन्दोलन घोषणा गरेको महासंघले आज 12 बजे माइती घरमा भेला भएर आन्दोलन गरेको छ। 2080मा सरकारसँग भएको सहमति अनुसार ऐन जारी गर्नुपर्ने र निवृत्ति भरण अध्यादेशको खारेजको माग राखेर महासंघ आन्दोलित भएको हो। माघ 29 पुसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको सुशासन, प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा निवृत्ति भरण कोष ऐन 2075 को दफा 9 मा शिक्षक सेवा थप गर्ने भनिएको छ। यो प्रावधानले 2075 देखि नै शिक्षक योगदानमा आधारित पेन्सनमा सहभागी हुन बाध्य हुने शिक्षकहरूको तर्क छ। तर सरकारले अध्यादेश आएको मितिबाट लागू हुने बताए पनि यसमा शिक्षकहरूले मानेका छैनन्। राहत, साबिक उच्च मावि, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार तथा विशेष शिक्षाका शिक्षकहरूले कोटालाई स्वीकृतिमा दरबन्दी परिणत गरी उमेर हदको व्यवस्था नगरी महासंघसँग 2080
सालमा भएको सहमति अनुसार स्थायी गर्ने र स्थायी हुन नसक्नेको हकमा गोल्डेन ह्यान्डसेकको व्यवस्था गर्नुपर्ने महासंघको माग रहेको छ। विशेष गरी शिक्षकहरू फेरि सडक आन्दोलनमा उत्रिएका छन्। निवृत्ति भरण सम्बन्धी अध्यादेश खारेजको माग समेत गरिएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पटक पटक स्पष्टीकरण सोधेको भन्दै कर्मचारी संगठनले विरोध गरेका छन्। कर्मचारी कल्याण परिषद र राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष श्री प्रसाद आचार्य र रामेश्वर प्रसाद पौडेलले सरकारले आम कर्मचारीको मनोबल कमजोर पारेको आरोप लगाएका छन्। पछिल्लो समय ऊर्जा मन्त्री दीपक खड्काले घिसिङसँग पटक पटक मन्त्रालयबाट स्पष्टीकरण सोधिसकेका छन् भने मन्त्री परिषदबाट समेत स्पष्टीकरण सोधिसकेका छन्। पटक पटक स्पष्टीकरण सोधेर उज्यालो नेपाल समृद्ध नेपालको अभियानमा अवरोध सृजना भइरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ। र साथमा यतार्को तर्फ ऊर्जा मन्त्रीले भने कुलमान घिसिङलाई उनले स्पष्टीकरण दिइसकेपछि मात्रै उनलाई हटाउने वा नहटाउने बारेमा निर्णय लिने बताइएको छ। यद्यपि कुलमान घिसिङलाई हटारै छाड्ने पक्षमा सरकार रहेको छ। र साथमा दर्शक महानुभावहरू यसबारेमा कुलमान घिसिङले भने आफूलाई जे जस्तो गरे पनि सरकारले जे जस्तो गरे पनि सरकारमा रहेका व्यक्तिहरूले जे जस्तो व्यवहार गरे पनि जनताले मेरो काम बुझेका छन्, जनताले थाहा पाउनु नै सबैभन्दा ठुलो मेरो उपलब्धि हो भन्दै उनले बताएका छन्। हामीले गर्ने कामहरू गरिरहेका छौँ र शून्य अङ्क दिँदैमा फरक पर्दैन, जनताले सबै कामको मूल्याङ्कन गरेका छन् भन्दै कुलमान घिसिङले बताए। राजावादीहरूले पुनः देशमा राजा फर्काउने हल्ला चलाए पनि त्यो सम्भव नभएको पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। ज्ञानेन्द्रले पहिले पनि केही ठूला ठूला गल्ती गरेका छन्, मैले त मूर्खता नै भन्छु। अध्यक्ष प्रचण्डले भने अब अहिले फेरि मूर्खता गरेर आफ्नो बाँकी रहेको साख पनि समाप्त गर्ने गल्ती नगरून्। जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत आज बिहान रौतहटको गरुडामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले देशमा फेरि राजा फर्किन असम्भव रहेको बताए हुन्। नेपाली जनताले त्यति बेलामा उनलाई कारबाही गर्नुको सट्टा आरामसँग बस्न दिएको हो। प्रचण्डले भने त्यो बेलाको हाम्रो उदारतालाई कमजोरी सम्झेर जबरजस्ती गर्न खोजे भने नेपाली जनताले त्यो सहँदैनन्। प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न मन लागेको भए पार्टी खोलेर चुनाव लड्न र चुनाव जितेर काम गर्न चुनौती समेत दिएका छन्। तराई मधेस जागरण कार्यक्रम अन्तर्गत अध्यक्ष प्रचण्ड शुक्रबार रौतहट आएका थिए। आइतबार हुने राजतन्त्र पुनर्स्थापना पक्ष दरहरूको भेलामा 10,000 मान्छे उपस्थित हुने गृह मन्त्रालयले आकलन गरेको छ। पोखरामा बसिरहेका पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार काठमाडौँ फर्कने क्रममा उनको स्वागतका लागि ठूलो मास देखाउने तयारी समर्थकहरूले गरिरहेका छन्। राप्रपा दुर्गा परसाई सहितका राजतन्त्र पुनर्स्थापना पक्षधरहरूले राजाको स्वागतलाई भव्य बनाउने तयारी अगाडि बढाइरहेको अवस्थामा गृह मन्त्रालयले 10,000 मान्छेको उपस्थित हुने आकलन गरेको हो। तर राजतन्त्र पुनर्स्थापनाका पक्षधरहरूले भने राजाको स्वागतमा हजारौं उपस्थित हुने दावी गरेका छन्। राजतन्त्र पुनर्स्थापना पक्षधरहरूको भेलालाई व्यवस्थित बनाउन गृह मन्त्रालयले आयोजकहरूसँग आज छलफल गर्ने तयारी गरेको छ। पोखराबाट पूर्व राजा दिउँसो फर्कने क्रममा सीमित व्यक्तिहरूलाई मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जान दिने र बाँकी समर्थकहरूलाई गौशाला तिनकुनी भीमसेन गोला जस्ता क्षेत्रमै रोक्ने तयारी गृह मन्त्रालयले गरेको छ। तयारीका बारेमा जानकारी दिन र राजतन्त्र पुनर्स्थापना पक्षधरहरूको भेलालाई उत्तेजित हुन नदिन गृह मन्त्रालयले आयोजकहरूसँग समन्वयको कार्य गरेको स्रोतले जानकारी दियो। गृह स्रोतका अनुसार सरकार भेलालाई नियन्त्रण गर्न वा ठूलो बल प्रयोग गर्ने पक्षमा छैन। गृहमन्त्री रमेश लेखक खुकुलो ढङ्गले नै पूर्व राजाका पक्षधरहरूलाई सडकमा आउन दिनुपर्ने पक्षमा देखिएका छन्। आज काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा भने गएको होइन। केन्द्रका अनुसार डेङ्गे काउन्टीमा 2:35 भूकम्प गएको हो। यसको तीव्रता 5.9 म्याग्निच्युडको रहेको थियो। भूकम्पको जानकारी राख्ने वेबसाइट EMACEU का अनुसार यसको केन्द्रबिन्दु नेपालको लोबुचे भन्दा 98 किलोमिटर उत्तर पूर्वमा रहेको थियो। यसअघि पुस 23 मा तिब्बतमा भूकम्प गएको थियो। अमेरिकी जियोलोजिकल सर्वे अनुसार 7.1 म्याग्निच्युडको सो भूकम्पमा परि करिब 400 जनाको मृत्यु भएको थियो भने 238 जना घाइते भएका थिए। त्यसैगरी यता म्याग्दी र बागलुङ केन्द्रबिन्दु भएर पनि 2वटा भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान 3:14 बजे म्याग्दीको मुरी केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। भूकम्पको तीव्रता 4 म्याग्निच्युड मापन भएको केन्द्रले जनाएको छ। आज बिहानै बागलुङ केन्द्रबिन्दु भएर अर्को धक्का पनि महसुस भएको केन्द्रले जनाएको छ। बिहान 6:20 बजे बागलुङको खुखानी केन्द्रबिन्दु भएर 4.1 म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।
रुस र युक्रेन तनावमा परराष्ट्र मन्त्रीले अपरिपक्व निर्णय लिएकी छन्। नेपाल र रुस बीचको दौत्य सम्बन्ध करिब 6 दशक पुरानो हो, तर नेपालले संयुक्त राष्ट्र संघको महासभामा छिमेकी मुलुक भारत र चीनसँग अनुपस्थित रहँदा रुसलाई छोडेर युक्रेनको पक्षमा उभियो। युक्रेनमा न्यायपूर्ण र दिगो शान्तिको विकास भन्ने प्रस्तावको पक्षमा उभिने भन्दै दुई छिमेकीहरू तटस्थ बस्दा नेपालले दौत्य सम्बन्ध भएको देशको विपक्षमा मतदान गरेको हो। नेपालले युक्रेनको पक्षमा मत दिएको पहिलो पटक भने होइन, यसअघि पनि नेपालले युक्रेनको पक्षमा मत दिएको थियो। युक्रेनमा रुसी आक्रमण चलेको 3 वर्षपछि राष्ट्रसङ्घ महासभाले प्रस्ताव पारित गर्दा नेपालले सानो र स्वतन्त्र देशको पक्षमा उभिने निर्णय गरेको परराष्ट्र मन्त्रालय स्रोतले दाबी गरेको छ। युक्रेनको न्याय र शान्तिका पक्षमा 93 देश उभिएका थिए, 18 देश विपक्षमा उभिएका थिए। भारत, चीन सहित 65 देश मतदानमा सहभागी भएनन्। युक्रेनलाई समर्थन गरिरहेको अमेरिकाले प्रस्तावको विपक्षमा मतदान गरेको थियो। युद्ध सुरु गर्दादेखि नै युक्रेनको पक्षमा भएको अमेरिकाले यु-टर्न लिएको थियो। नेपालले भने इयुले युक्रेनको पक्षमा पेश गरेको रिजोल्युसनको पक्षमा निरन्तर उभिँदै आएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा ल्याउन माग गर्दै वीरगञ्जमा मोटरसाइकल जुलुस सहित प्रदर्शन गरेको छ। सो पार्टीले आज प्रदर्शन गरेको हो। प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन लगायतका नेताहरूले सहभागिता जनाएका छन्। राप्रपाका नेताहरूले अब राजालाई राम्रो स्थान दिनुपर्ने बताएका छन्। राष्ट्रपतिको ठाउँमा राजालाई राख्न सकिन्छ भन्ने सुझाव समेत दिइरहेका छन्। संसार ग्लोबल भिलेजमा रूपान्तरण भइसँगै पछिल्लो समय युरोपमा रोजगारी र अध्ययनका लागि आइपुग्ने नेपालीको संख्या बढ्दो छ। काम तथा अध्यागमन वा अन्य प्रयोजनका लागि विदेशी नेपालीको मुख्य सम्पत्ति नै राहदानी हो। त्यही राहदानी नवीकरण गर्नु नै युरोपका केही मुलुकमा रहेका नेपालीहरूलाई ठूलो समस्या बन्ने गरेको छ। अझ राजदूतावास नभएका मुलुकमा रोजगारीका लागि आएका नेपालीलाई नवीकरण गरेर नयाँ राहदानी लिनु भनेको ठूलो युद्ध जित्नु सरह बन्न पुगेको छ। राहदानीका लागि व्यक्ति आफैले अनलाइन फारम भर्न सक्ने भए पनि फोटो खिचाउन र विद्युतीय हस्ताक्षर गरेर पेश गर्न दूतावास नै जानुपर्ने वा दूतावासले गर्ने घुम्ती शिविर पर्खनु पर्ने बाध्यता छ। राहदानीमा रेजिडेन्स कार्ड लिने प्रक्रिया अवरुद्ध हुने र राहदानीकै कारणले अवैधानिक हुने अनि कानुनी झन्झट भोग्ने नेपालीको संख्या यहाँ धेरै छ। अझ युरोपका अन्य मुलुकहरूमा रहेका नेपालीहरूलाई लक्षित गरेर टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा खुलेआम भ्रामक विज्ञापन गरी पोल्यान्ड स्थानान्तरण गराउने गिरोह पनि सक्रिय छ। अहिले भने पासपोर्ट नवीकरण गर्न नसक्दा पोल्यान्डका 1000 भन्दा धेरै नेपाली त्रासमा रहेका छन्। बिहिबार अमेरिकाको सिकागोबाट भारतको दिल्ली उडेको एउटा जहाज 10 घण्टा उडेपछि पुनः सिकागो नै फर्किएको घटना सार्वजनिक भएको छ। सिकागोको ओआरडी अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गरेको एयर इन्डियाको AI 126 फ्लाइट 10 घण्टा उडेपछि पुनः सिकागो नै फर्किएको पाइएको छ। एयर इन्डियाको बोइङ 777-377 ER जहाजमा प्राविधिक गडबडीका कारण दिल्ली नआई बीचबाटै फर्किएको भनेर एयरलाइन्स कम्पनीले प्रष्टीकरण दिएको छ। त्यो गडबडी के हो भनेर उड्डयन कम्पनीले भनेको छैन, तर उडेको 10 घण्टापछि जहाजको शौचालय जाम भएपछि विमान सिकागो नै फर्काउनु परेको हो भनेर बीबीसीले समाचार लेखेको छ। बीबीसीका अनुसार उक्त जहाजमा फर्स्ट, बिजनेस र इकोनोमी गरी कुल 340 भन्दा बढी सिटहरू छन् भने 10 वटा शौचालय छन्। ती शौचालयहरू जाम भएका कारण जहाजलाई दिल्ली नलाई अमेरिका नै फर्काइएको बताइएको छ। त्यहाँ भएका 10 वटा मध्ये 9 वटा शौचालय जाम भएको र एउटा शौचालयले मात्रै काम गरेको थियो। त्यसकारण चालक दलका सदस्यहरूले विमानलाई पुनः सिकागो नै फर्काएका थिए। यसरी सिकागोबाट उडेका यात्रीहरू पुनः सिकागोमै अवतरण गरेका थिए। सिराहाको नवराजपुर गाउँपालिका 1 भगवतीपुरकी 17 वर्षीय रिङ्कु सदाको मृत्यु प्रकरणमा अहिलेसम्म 8 जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सिराहाले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिसकेको छ। सिराहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानका अनुसार पक्राउ पर्नेमा बलात्कारका मुख्य आरोपित रूपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडा सदस्य नथुनी शाह सहित स्थानीय रामकृष्ण मण्डल, बिन्देश्वर शाह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास छन्। रूपेश, नथुनी, रामकृष्ण र बिन्देश्वर पीडित परिवारले दिएको जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन्। अन्य 4 जनाको नाम जाहेरी किटान भए पनि उनीहरू पञ्चायतमा पीडित परिवारलाई दबाब दिएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ। चन्देश्वर, रामविनोद र कमलेशलाई फागुन 11मै प्रहरीले पक्राउ गरेको थियो। बलात्कारका अभियुक्त रूपेशलाई माघ 21मा प्रहरीले पक्राउ गरेको थियो भने अन्य 4 जनालाई हिजो शुक्रबार लुकीछिपी बसेको अवस्थामा विभिन्न स्थानबाट पक्राउ गरिएको थियो। घटनामा संलग्न 4 जना अझै फरार छन्। उनीहरूको पनि खोज तलास भइरहेकाले छिट्टै पक्राउ पर्ने सिराहा प्रहरीले जनाएको छ।
स्वास्थ्य सचिवमा बढुवामा नपरेकी डाक्टर सङ्गीता मिश्रले महिला भएकै कारण विभेद र अन्याय सहनु परेको बताएकी छन्। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले स्वास्थ्य सचिवको नियुक्तिमा महिला भएकै कारण आफूमाथि अन्याय गरिएको बताएकी हुन्। मैले भोगेको विभेदको कठोर यथार्थले मलाई महिला भएकै कारण हामीले हरेक दिन सामना गर्नुपर्ने असमानता र अन्यायको झल्को दिलाएको उनले लेखेकी छन्। मिश्रले यो दिवस उपलब्धिको उत्सव मात्र नभई महिलाले सहनु परेको सङ्घर्ष र आगामी चुनौतीको स्मरण भएको समेत बताएकी छन्। स्वास्थ्य मन्त्रीले ममाथि अन्याय गर्नुभयो, महिला भएकै कारण मैले अन्याय सहनु पर्यो भन्दै डाक्टर सङ्गीता मिश्रले बताइन्। गृहमन्त्री रमेश लेखकले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर जनताको बीचमा जान चुनौती दिएका छन्। डोटी पुगेका गृहमन्त्री लेखकले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राजतन्त्र फर्किने कुनै पनि सम्भावना नभएको बताए। उनले भने आन्दोलनबाट फारेपछि त्यसै देशमा राजा बसेको उदाहरण कमै हुन्छ। राजा त्यसै देशमा बस्ने नागरिकका सबै अधिकार उपयोग गर्ने, राज्यले सुरक्षा प्रदान गर्ने र लोकतन्त्रको सबै आधार उपयोग गरेर बस्न पाउने उदाहरण कम देखिन्छ। उनले नेपालमा उदार लोकतन्त्र भएकै कारणले पूर्व राजाले नागरिकको हैसियतमा सबै अधिकार लिएर बस्न पाए बताएका छन्। उनले भने तर हाम्रो संयमित उदार लोकतन्त्र छ। पूर्व राजाले देशभित्र नागरिकको रूपमा सबै अधिकार प्रयोग गरेर बस्नु भएको छ। यो लोकतन्त्र विरुद्ध अरू कुनै निरङ्कुशता स्वीकार्य हुँदैन भन्दै उनले बताए। अहिले केही हल्ला भइरहेको छ, षड्यन्त्रको कोसिस पनि भइरहेको छ, त्यो सफल हुँदैन। गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने उनले बताएका छन्। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न सबैको सहकार्य आवश्यक रहेको बताएकी छन्। अन्तर्राष्ट्रिय महिला दिवस 2025 का अवसरमा शुभकामना व्यक्त गर्दै उनले भनिन् आजको युगमा पनि महिला भएकै कारण विविध खालका विभेदजन्य हिंसा तथा अवरोधहरू उत्पन्न हुने गरेकाले यसलाई तोड्न सबैको सहकार्य आवश्यक छ। नेपालको महिला आन्दोलनले धेरै उपलब्धि हासिल गरेको उल्लेख गर्दै मन्त्री डाक्टर राणाले विकसित मुलुकको तुलनामा नेपाली नागरिकहरूको आधारभूत आवश्यकता सुनिश्चितता अझै हुन नसकेको बताइन्। उनले विगतदेखि नै आफूहरू महिला अधिकारका लागि निरन्तर खबरदारी गर्दै आएको स्मरण गर्दै महिला सशक्तिकरण र लैङ्गिक समानताका क्षेत्रमा लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गरिन्। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सद्भावमा आगो लगाउने तत्त्वदेखि सजग हुनुपर्ने बताएका छन्। एमाले मधेस प्रदेश सम्पर्क कमिटीले आज एमाले मुख्यालय च्यासलमा आयोजना गरेको होली मिलन कार्यक्रममा बोल्दै पोखरेलले अहिले पनि मुलुकमा मिलेर बसेको समाज र सामाजिक सद्भावमा आगो लगाउने तत्त्व रहेको भन्दै सजग हुनुपर्ने बताएका छन्। एउटा जाति धर्म विरुद्ध अर्को जाति धर्मलाई उक्स्याउने अपराधपूर्ण साजिस विरुद्ध एकताबद्ध भएर खबरदारी गर्नुपर्ने उनको भनाइ छ। उनले मुलुकको सामाजिक सद्भाव खलबलिए नै देश नै नरहने खतरा रहेको धारणा समेत राखे। उनले होली पर्वको सांस्कृतिक र सामाजिक महत्त्व धेरै भएकाले सामाजिक सद्भाव र भाइचारा कायम गरी मनाउनु पर्ने बताए। मकवानपुरमा युवतीलाई बलात्कार गरेको आरोपमा 18 वर्ष मुनिका 7 जना किशोरहरू पक्राउ परेका छन्। घटना करिब 1.5 महिना अघिको हो। गत माघ 6 गते बिहान 8:30 बजे हेटौँडा उपमहानगरपालिका 2 स्थित वनसखण्डी मन्दिरको माथिको जंगलमा युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी नायब परीक्षक श्यामु अर्यालले जानकारी दिए। पीडित युवतीले 21 फागुनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएकी थिइन्। प्रहरीले 22 फागुनमा हेटौँडाका विभिन्न स्थानमा बस्ने 5 जना आरोपित किशोरहरूलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई मकवानपुर जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी अर्यालले जानकारी दिए। आरोपित थप 2 जना किशोरलाई 23 फागुनमा पक्राउ गरी अनुसन्धान भइरहेको उनले बताए। नेपाल क्रिकेट संघ क्यानले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। आज पत्रकार सम्मेलन गरी क्यानले आगामी वर्षको लागि क्यालेन्डर सार्वजनिक गरेको हो। क्यालेन्डरमा नेपालको पुरुष र महिलाको विभिन्न टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूदेखि श्रृङ्खला र घरेलु क्रिकेटका प्रतियोगिताहरू समावेश रहेको छ। क्यानले नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको नयाँ प्रशिक्षक पनि अब केही दिनभित्र नियुक्त गर्ने तयारी गरिरहेको छ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशका पहाडी भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको थियो। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा छिटपुटदेखि हल्का वर्षा पनि भइरहेको थियो। त्यसैगरी आज दिउँसो 7 प्रदेशमा पुनः बदली भएको थियो। त्यसैगरी आज राति पनि 7 प्रदेशमा बदली हुने महाशाखाको पूर्वानुमान छ। त्यस्तै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मौसम बदली, वर्षा र हिमपातले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले श्रमिक महिलाहरूको हक हित संरक्षण, समान पारिश्रमिक, सुरक्षित कार्यस्थल र सामाजिक सुरक्षा लगायतका विषयमा थप सुधारका लागि पर्याप्त कानुनी प्रबन्ध गर्न सरकारसँग माग गरेको छ। 115औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै कार्यवाहक सभापति डीपी अर्यालले यो दिवस महिलाहरूको हक अधिकार, समानता, सामाजिक न्यायका लागि निरन्तर गरिरहेको सङ्घर्षलाई सम्मान गर्दै थप उपलब्धिका लागि संकल्प गर्ने अवसर भएको बताए। विज्ञप्तिमा भनिएको छ, नेपालले पनि महिला हक अधिकारका क्षेत्रमा केही महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। राज्यका हरेक क्षेत्रमा महिलाको 33% सहभागिता संवैधानिक रूपले नै सुनिश्चित गरिनुले मुद्दा मुखरित मात्र भएको छैन, उनीहरूको सशक्तिकरण र नेतृत्व विकासमा उल्लेख्य प्रगति भएको छ। तर महिला सशक्तिकरणको अभिवृद्धि, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल तथा महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने लगायत क्षेत्रमा हामीले गर्नुपर्ने काम धेरै छन्। बोक्सी, छाउपडी, बाल विवाह, दाइजो तथा तिलक जस्ता समाजमा कायम रहेका कुप्रथाले महिला, किशोरी तथा बालबालिकामाथि भइरहेका शारीरिक तथा मानसिक हिंसाका घटना समाजका कलङ्क भएको भन्दै यस्ता दण्डनीय क्रियाकलाप निर्मूल गर्दै महिला विरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आफ्नो क्षेत्रबाट योगदान गर्न सबैलाई आह्वान गरेको छ। महिला अधिकारको आन्दोलनमा पुरुषको सशक्त सहयोग र सहकारी उत्तिकै आवश्यक रहेको पनि बताएका छन्। हस्त दर्शक महानुभावहरू, यससँगै तपाईँहरूमाझ आज दिनभरका सबै मुख्य समाचारहरू राखिसकेका छौँ। फेरि पनि तपाईँहरूमाझ नयाँ मुख्य समाचारहरूको साथमा उपस्थित हुने नै छौँ। अहिलेलाई भने मलाई बिदा दिनुहोस्। नमस्कार।